यो इलेक्ट्रिक स्पिन स्क्रबर यो कम्प्लिटली कर्डलेस क्लिन्जिङ ब्रस हो। यसले लेस फोर्समा इजिली क्लिन गर्नलाई बनाएको हो। यसमा यो बटनले 2 स्पिडसम्म चेन्ज गर्न मिल्छ। यसको ह्यान्डल पनि हामी यहाँ सेट गर्न सक्छौँ। यो ह्यान्डल सेट गर्ने ठाउँ हो। यो ह्यान्डललाई हामी एक्सटेन्सिबल पनि गर्न मिल्छ, चाहेको जति 15 देखि 60 इन्च अप टु 60 इन्चसम्म यसरी एक्सटेन्ड गर्न मिल्छ भने यो सँगै 8 डिफ्रेन्ट हेड्सहरू आउँछ जुन क्लिनिङ पर्पजको लागि हो, त्यो अनुसार हामी युज गर्न सक्छौँ। त्यसैले यसलाई 9 in 1 क्लिनिङ ब्रस भनेको हो। र एउटा म्यानुअल पनि आउँछ र यसको लागि यसको यो कम्प्लिटली ब्याट्री रिचार्जेबल ब्याट्री हो। यसमा मोटर पनि एकदमै पावरफुल छ। यसको ब्याट्री चार्ज गर्नको लागि एउटा USB केबल र चार्जर आउँछ। यसबाट हामी यहाँ USB जोडेर चार्ज गर्न पनि सक्छौँ र यहाँ ह्यान्डल सेट गरेर जुन चाहिन्छ त्यो ब्रस राखेर हामी इजिली क्लिन गर्न सक्छौँ। यो एकदम लाइट, ह्यान्डी र कम्फोर्टेबल छ। हजुरहरू पनि किन्न सक्नुहुन्छ। हामी जहाँ पनि युज गर्न सक्छौँ। यो बाथरुम, किचन, सिङ्क, फ्लोर, कार वेल्स, विन्डोज, ग्लास जहाँ पनि सफा गर्न मिल्ने भएकोले एकदमै युजफुल लाग्यो मलाई। हजुरहरू पनि तलको सप आइकनमा क्लिक गरेर किन्नुहोला। थ्याङ्क यू। यहाँ यो युएसबीमा यसरी चार्ज गर्न सक्छौँ र यसरी चार्ज गर्दा यो इन्डिकेटरले चार्ज भएको पनि देखाउँछ भने म हजुरहरूलाई यो ह्यान्डल सेट गरेर इजिली हामी यो एकदमै स्क्रुवाला हो। यसरी स्क्रू गरेर हामी यसरी ह्यान्डल सेट भयो र यसलाई लेफ्टलाई पनि जति चाहिन्छ त्यति राखेर यसरी लक गर्न सकिन्छ। यसरी लक हुन्छ। यो ठ्याक्कै लक गरेर आफूलाई चाहिने हेड राख्ने। यसरी हेड पनि इजिली सेट हुन्छ, लक सिस्टम हो। र यसरी हामी पावर बटनले 2 डिफ्रेन्ट स्पिडमा सफा गर्न सकिन्छ। हजुरहरू पनि तल सप आइकनमा क्लिक गरेर चाँडो किन्नुहोस्। थ्याङ्क यू।